अचानक उठ्ने दर्दबाट राहत पाउने उपाय यो हो कि जुन स्वर चलिरहेको छ त्यसलाई बदलिदिने, तत्कालै राहत मिल्छ। स्वर बदलिने नियम: जुन साइडबाट स्वर चलाउनुपर्छ त्यसको उल्टा करवट 2-4 मिनट पल्टिँदा इच्छित स्वर चल्न सुरु हुन्छ। जस्तो कि दाहिने नाक चाहिँ खुला छ, त्यसबाट सास चलिरहेको छ र देब्रे नाक बन्द छ भने दाहिने करवट लिएर 2-4 मिनट पल्टिदियो भने देब्रे नाक खुल्न थाल्छ। जस्तो कि अनि फेरि दाहिने नाक बन्द छ र देब्रे नाक खुला छ भने देब्रे कोल्टो पल्टिदिने अनि दाहिने नाक खुल्न थाल्छ। यसरी हामीले 2-4 मिनट, त्यो पनि 2-4 मिनट त्यसरी पल्ट्यो भने खुल्न थाल्छ होइन। त्यसरी कुन चाहिँ स्वर चलाउने, कुन नाक खुला छैन त्यो खोल्नको लागि त्यसको अपोजिट डाइरेक्सनमा अपोजिट किसिमले सुत्दाखेरि पल्टिँदाखेरि त्यो खुल्छ। यसरी जुन नाक खुला छ, जुन स्वर चलिरहेको छ त्यसको अपोजिट पल्टिँदाखेरि खुल्छ र त्यो दुखेको पनि जान्छ। तर सिभियर केसमा दुखेको छ भने त्यो अर्कै कारणले पनि हुनसक्छ। तुरुन्तै हामीले मेडिकल एडभाइज लिनुपर्ने हुनसक्छ होइन। तर सामान्य किसिमको दुखाइमा चाहिँ त्यस्तो यसो पनि हामीले कोसिस गरेर हेर्न सक्छौँ। थ्याङ्क यू।